चाइनिज बुन्नुहरू है चाइनिज बुन्नुहरू हो फेरि तिनैजना चाइनिज हो फेरि चाइनिज बुन्नु जस्तो लागिरहेको छ यता हेर त बुनु तिमी कहाँ तिमी कुन देशको अरे भनिदेऊ त नेपालको हो कसैले चिन्नुहुन्छ भने कमेन्ट गर्नु होला प्लिज यो चाहिँ माटोको हो जङ्गलको रुखको फेदमा लाउँछ यो के हो हेलो साथीहरू गुड मर्निङ के छ हजुरहरूको खबर आयो सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम ठिक छु होइन अनि आज चाहिँ हामी जङ्गलको कुप फडानीमा जाँदै कुप भन्छ होइन कुप फडानी गर्न जाँदैछौँ तर त्यो चाहिँ पैसामा होइन नि श्रमदान गर्नलाई हाम्रो वनकै हो चट्ट सबैजना छ यो चाहिँ हाम्रो गाउँ देख्न सक्नुहुन्छ हरियाली हामी चाहिँ कुप फाड्नको लागि जङ्गलको जान लागेको होइन साथसाथै हामी च्याउ पनि खोज्छौँ च्याउ कति भेटिन्छ देखाउँछौँ तपाईँहरूलाई होइन कस्तो कस्तो च्याउ खानु हुने कस्तो नहुने सब देखाउँछु म तपाईँहरूलाई भेट्यो भने है फेरि भेटेन अन्त कहाँबाट देखाउनु हौ हामी चाहिँ अब होइन जङ्गलतिर लाग्यो कुप फाड्नुलाई आज चाहिँ हामी श्रमदानमा हो श्रमदानमा हाम्रो ग्रुप चाहिँ होइन यता फिलिपिन्सको हो यो फिलिपिन्सको अनि उता भति त नेपाली नै हो क्या हो यसो हेर्दाखेरि को गायिकाले गाएको होइन गाई यो मकैबारी दरेम भनेको चाहिँ के हो म बुझ्दिनँ तर म त्यो गायिकालाई भेट्नु भने म मारिदिन्छु जस्तो लाग्छ यार के हो गाना त्यो अनि मैले अहिलेसम्म बुझेको छुइनँ गाई होइन के भनेको क्या मकैबारी दरेम भनेको चाहिँ मलाई कसैले बुझेको छ भने कमेन्ट गर्नु होला के हो अनि मलाई बुझाउनु होला गाई मकैको सिजनमा पनि धान हुन्छ दुई बाली हेर्नु सक्नुहुन्छ उता मकै यता धान उता घडासडाको आफन्त हाम्रोतिर चाहिँ सबकोमा रातो कलर मात्र लाउँछ होइन किनहरू देख्न सक्नुहुन्छ होइन सेतो लाउने जमाना गइसक्यो क्या अनि दाइ अनि फिलिपिन्स राम्रो कि नेपाल यता फर्केर फिलिपिन्स राम्रो कि नेपाल अलिअलि त नेपालै जस्तो लाग्छ क्या हो र अनि फिलिपिन्स र नेपाल त उस्तै भन्छ त नि होइन नि अलिक फरकै छ नि हरियाली छ नि त यता अनि उता कुत्ता खेबी पनि हुन्छ अरे त के हो कुरा त्यो भने हो भनाइ अरे भित्र होला गाउँको नजिकै हो जङ्गल चाहिँ तर फाड्नुपर्ने ठाउँ चाहिँ टाढै पर्छ जाँदैछौँ हामी सक्नुहुन्छ गाइज हामी चाहिँ माछा मार्दाखेरि यही कुलोमा मार्ने हो होइन यहाँ चाहिँ खत्तै पाउँछ फेरि माछा हामीले यहाँ 7 केजीसम्म मारेको कुनै समय गर्मीमा कसैलाई नुहाउनु मन लाग्यो अथवा पौडी खेल्नु मन लाग्यो भने देवीध्यान सिमसार सम्झिन सक्नुहुन्छ सिमसारमा चाहिँ धारा छ हेर्न सक्नुहुन्छ खतरा दामी अनि वरिपरि जङ्गल अनि यहाँनिर 2-3वटा धारा अनि यहाँ देख्न सक्नुहुन्छ सिमसार यहाँ पौडी खेल्न पनि पाउनुहुन्छ तपाईँहरूलाई रोकछेक छैन होइन एकदम गहिरो छ म एकचोटि डुबेर झन्डै मरेको ठाउँ हो यो आउनुहोस् पौडी खेल्नुहोस् मजा लिनुहोस् गर्मीमा दामी छ ठुलो छ पुरै ड्याम लगाएर सिमसार बनाएको ठाउँ हो अनि त्यहाँ धारा छ यदि गर्मीमा नुहाउन चाहनुहुन्छ भने देवीथानलाई सम्झिन सक्नुहुन्छ गाइस हरेक दिन 15-20 जना चाहिँ पौडी खेल्न आइरहेको हुन्छ होइन तपाईँहरू पनि यदि गर्मीमा सक्नुहुन्छ भने र फ्राइडे सटरडे इङ्ग्लिसबाट हानिदिएको यहाँ गर्मीमा नुहाउनु मन लाग्यो भने देवीथान सिमसार देवी झोडालाई सम्झिन सक्नुहुन्छ गाइस देवीथान सिमसारमा चाहिँ सानो झर्ना पनि छ है देख्न सक्नुहुन्छ जम्बु टोलीहरू देख्न सक्नुहुन्छ चनक्कै छ तर्फ प्रवेश भइसक्यो होइन अब कहाँ फाड्ने ठाउँ पुग्नु त अझै आधी घन्टै लाग्छ सो जङ्गल चाहिँ घुसिसक्यौँ भनौँ न पहला हुआ नया प्यार है इंतजार है कर लो ये बेकरार तुझसे कहूँ दामी भतिजको खतरा छ होइन यो ठुलो जङ्गल हो यो चारकोसे झाडी यसैले छुन्छ है गाई यहाँनिर चाहिँ बाघ भालु पनि आउँछ त्यही भएर हामी एक्लै दुक्लै जाँदैन देख्न सक्नुहुन्छ यता पनि टनक्कै ओ तल पनि गुडुङडुङ आउँदैछ जम्बु टोलीहरू कसैले चिन्नुहुन्छ भने कमेन्ट गर्नु होला प्लिज यो चाहिँ माटोको हो जङ्गलको रुखको फेदमा लाउँछ यो के हो यो उकालो ओह्रालोको नाम चाहिँ पहिलादेखि नै हात्ती उकालो ओह्रालो हो होइन काम गर्ने ठाउँमा अझै त्यत्रो टाढो क्या श्रमदान पनि अब हिँडेर त्यति गरेर हामी गर्ने मान्छे हो गाउँको लागि पौने घन्टा लाग्छ सरकारी
काम पनि हामी श्रमदान गर्न सक्छौँ क्या सबै मिलेर होइन। फिलिपिन्सले चट्ट होइन यो चाहिँ के हो यो कुन चाहिँ हो भनेर सोधिरहेछ होइन। तपाईँहरूलाई चाहिँ अब भाषा आउँदैन होला। यता पनि छ हो फिलिपिन्स ला खौ टेके छ नि हौ यहाँ। म चाहिँ होइन च्याउ पनि खोज्ने प्लास्टिक पनि बोकेर आएको छु तर केही च्याउ चाहिँ छैन क्या। खाने च्याउ त अलग्गै कुरा, मर्ने पनि छैन क्या। मर्ने च्याउ पनि भेटिँदैन क्या। के भएर हो अब त्यो चाहिँ म अब छक्क पर्छु किन हो पाउनु छोडेको जङ्गलमा च्याउ। अहिले हामी चाहिँ बोक्रे धारासम्म आइपुग्यो है। बोक्रे धारा जस्ट पहिले ला पुरा लडाइँ छ त। अनि पहिले हामीले एउटा भिडियोमा माछा मारेर खाएको भिडियो आएको थियो नि जङ्गलभित्र खोल्सीमा जङ्गलभित्र। त्यही ठाउँमा चाहिँ हामी आइसक्यौँ होइन। अब त्यहाँनिर अहिले माछा मार्न सक्ने अवस्थै छैन किनभने अहिले पानी परेकै अनि पानी परेर त्यो खोल्सीमा चाहिँ धेरै ठुलो पानी भएकोले माछा मार्न सकिँदैन होइन। अबको 1 वर्ष पनि होइन 5-6 महिनामा हामी आइपुगिहाल्छ। हामी फेरि त्यही ठाउँमा त्यस्तै माछा मारेर खाने प्लानमा हो। अब अहिले चाहिँ पानीले गर्दा सकिएको छैन भनौँ न। र अहिले हामी चाहिँ देख्न सक्नुहुन्छ त्यही खोल्सीमा आइसकेको छौँ। यो खोल्सीदेखि पारिपट्टि चाहिँ हामीले काम गर्ने हो। अनि हाम्रो ग्रुपमा चाहिँ त्यति बेला 5-6 जना थियो। अहिले त्यो ग्रुपको चाहिँ भतिज र म मात्रै। अनि उता चाहिँ अहिले नयाँ आज काम गर्नु जाँदाखेरिको जोइनिङ मात्रै हो। एउटा बुनु छ, एउटा आन्टी फिलिपिनी। देख्न सक्नुहुन्छ बोर्ड त्यहाँ माथि रुखमा बोर्ड छ नि होइन। कुइयाको भए पनि यो चाहिँ विराट चोक हो है गाइस। विराट चोक विराटबाट सिधै पश्चिम लाग्छ। अब ट्याक्कै गएपछि अनि सिधै पश्चिम गएपछि फेरि त्यहाँनिर इटरी चोक आउँछ। त्यहाँनिर हो हामीले काम गर्ने। सक्नुहुन्छ गाइस होइन। टिफर हिँडेपछि जहाँको बाटो नि यस्तै हो क्या। टिफर हिँडेपछि पुरै कचरा क्या कन्त। फाइनल्ली भेट भइसकेको छ हाम्रो जङ्गलको रक्षक हाम्रो दाइ। अनि रक्षकलाई अलिकति ठाडो भाषामा भन्दा चौकीदार पनि भन्छ होइन। हाम्रो दाइ सुरेन्द्र दाइ के छ दाइ? ठिक छ काम चलिरहेको छ दामी। म चाहिँ हिँडेरै गलिसकेँ। अनि अब कसरी काम गर्ने भन्ने डर लागिरहेको छ होइन। अब भरे 10-11 बजीसम्म काम गर्नुपर्ने क्या। अब 1 घन्टा हिँडेर अब पुरै पसिनै फाँक भइसक्यो। के हो भतिज गले छैन? उता हाम्रो चाइनिज बुनु त खत्रै हो। अब ऊ त गल्दैन। ए हो गाइस देख्न सक्नुहुन्छ च्याउ हाम्रो चाहिँ अरू कुनै जङ्गलमा फल्दैन होला रुखमाथि तर हाम्रो जङ्गलमा फल्दिन्छ क्या। चाइनिज बुनु जस्तो लागिरहेको छ। यता हेर त बुनु तिमी कुन देशको अरे भनिदेऊ त। नेपालको भयो। म चाइनिज जस्तो देख्छु त अनि हो र। यहाँ हाम्रो दाइ वन रक्षक होइन। के छ दाइ? हामीले काम गर्ने साइड चाहिँ यही हो नि होइन। ल फाइनली गाइज हामी चाहिँ काम गर्ने ठाउँमा आइसकेको छ होइन। इटरी चोकको टक्क कुप हो। आजको दिन चाहिँ श्रमदान गर्न हामी धेरै जङ्गल घारी भएर चाहिँ घारी फाड्नलाई हामी श्रमदान गर्न आएको आज चाहिँ। सो हामी त्यो ठाउँमा आइसकेको छौँ। देख्न सक्नुहुन्छ यसलाई भन्छ कुप। यही ठाउँमा हामीले चाहिँ घारी फाड्ने है गाइस। अनि घारी चाहिँ यही हो हेर्न सक्नुहुन्छ यहीँ हो। अनि हाम्रो तलबाट आउँदैछ प्युर जम्बु टोलीहरू चाहिँ फुल चाहिँ उताबाट आउँदैछ होइन। हामीले फाड्नु पनि चाहिँ देखिहाल्नु। के नाम भन्दा? विवेक पयाङ्गु तेरो मनिष धामी कुकी कन्त। ए अनि भाइ तेरो? मेरो नाम प्रीतम गुरुङ। बमे नाम चाहिँ ब्राकेटमा बमे पनि हो। ल हो र तिम्रो चाहिँ नाम के हो? बादल लिम्बू। ल बादल लिम्बू हाम्रो पहिला चाइनामा बस्थ्यो अहिले नेपाल आएको। जम्बु टोलीहरू देख्न सक्नुहुन्छ तलैबाट गुडुङडुङ आउँदैछ। सुरु भइसकेछ हाम्रो यहाँ बाँडफाँड। यहाँ हाम्रो फिलिपिन्स हाम्रो देशमा फेरि अनेक देशको मिक्स हुन्छ नि त। ल फिलिपिन्सले कति च्याउ खोजेर आएको छ अगाडि हिँडेर देखाइदिउँ त।
ल आम्म फेरि फिलिपिन्सले चाहिँ चिन्छ क्या के चिजमा चाहिँ डाइट हुन्छ केमा हुँदैन उसले आफै अनुसन्धान गरेर चट्ट खाँदै हिँड्छ डग फास्टमा अनि कति कुकुर खाँदा चाहिँ कतिको एनर्जी हुन्छ कुकुर हैन कुत्ता हो कुत्ता खाँदा कतिको एनर्जी हुन्छ क्या ए यो च्याउ भन्दा खतरा हो र त्यसै डग ल गाइस मैले सुरु गरिसकेँ है अब यस्तै हो काम चाहिँ सुरु गरे होला बोकेर आइएको छ काम यस्तै हो ल गाइस हाम्रो देख्न सक्नुहुन्छ सरमदान चाहिँ सुरु भइसकेको छ होइन हाम्रो बाँडफाँड चाहिँ त्यो फाँड्ने काम हो सबैजना जम्बुटोली लागिसकेको छ यो चाहिँ धेरै लामो कुप हो लामो छ अझै गर्नुपर्ने धेरै छ अझै पनि आउँदैछ अहिले यहाँ पुगेको छैन होइन यहाँलाई जति आयो उनीहरू चाहिँ काममा लागिसकेको छ ल ढालिदिएको आम्म डेन्जर रुख ढालिदियो नि हो नि ओ फिलिपिन्स के हो अनि डेन्जरै ढाल्न थाल्यो त हाम्रो अध्यक्षको जम्बु टोली आइसकेको छ होइन फाँडनी गर्नलाई यहाँ हामी अगाडिदेखि लागेको अब अध्यक्षको टोली आइसकेको छ उनीहरू झन् वरिष्ठको टोली अलि ओ अलि माथि माथि अलि आयो तेरो इन्टरभ्यू हुन्छ अब यहाँ छुटेको थियो होला क्या ल फाइनली गाइज हाम्रो चाहिँ काम धमाधम चलि नै रहेको छ होइन आउने आइरहेछ गर्ने गरिरहेछ है मिति 2082 2 महिना 12 गते आयो भनेको आइतबार होइन सोमबार ए सोमबार सरी है सोमबार यो हाम्रो 2 नम्बर टोलीबाट हाम्रो टोली नम्बरको संयोजक म मर्सिङ बस्दै र आज हामीले 2 नम्बर टोलीबाट हाम्रो फर्नी हुँदैछ श्री सिंह देवी सामुदायिक वन केराबारी 9 देवीझोडा टोलबाट हामी आएको छौँ हाम्रो चाहिँ जङ्गलको होइन फडानी गर्ने फुल जम्बु टोली चाहिँ भेला भइसकेको छ अब चाहिँ फुल जम्बु टोली हो काम चलिरहेको छ धमाधम तपाईँले चाहिँ के खाएर यस्तो खतरा ज्यान बनाउनु भएको यार कोदोको जुस हो चाइनिज बुन्नुहरू है चाइनिज बुन्नुहरू हो फेरि तिनैजना चाइनिज हो फेरि यो अध्यक्ष अन्तिम मारे एउटा मात्रै रुख काटिरहेको छ अहिलेसम्म अध्यक्ष यो एउटा मात्रै रुख काटेर यहाँ टाइम पास गरिरहेको छ हामी यहाँ जम्बु टोली अघिदेखि लागेको अगाडिदेखि सब जम्बु टोलीहरू सब हेर्ने मात्रै छन् मान्छेको भिड भयो मान्छेको भिडभाड छ तर काम गर्ने हामी मात्रै आजको हाम्रो श्रमदान चाहिँ सकिसकेको छ र हाजिर पनि भइसकेको छ हाम्रो जम्बु टोली देख्नु सक्नुहुन्छ अब सबैजना हामी घरतर्फ लाग्नेछौँ गाइज आजको फाइनली सकिसकेको छ हाम्रो श्रमदान चाहिँ होइन हाम्रो जम्बु टोलीहरू सब सो आजलाई भिडियो यति नै भिडियो हेरेर लाइक सेयर कमेन्ट र सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला भन्दै आजलाई बाई बाई